आर्यन राईको चाहिँ कुराको के कस्तो लाग्यो कृपया कमेन्ट गरिदिनु होला, हेर्नु होला पुरा भिडियो। यो सदनमा हामी खोलिदिन्छौँ अनि सम्माननीय प्रधानमन्त्रीज्यूलाई पनि उहाँले पनि सुनिदिनु पर्यो, त्यो अनुसारले नीति तथा कार्यक्रम आउनु पर्यो। यहाँ चाहिँ तपाईँको चाहिँ निश्चित काठमाडौँमा बसेर यसो दूरबीन लाएर सुदूरपश्चिम पूर्वतिर हेरेर चाहिँ नीति तथा कार्यक्रम ल्याउनु हुन्न हामीले भनेका हौँ, सरकार त्यसरी अगाडि बढ्नु हुन्न हामीले भनेका हौँ। त्यसो भन्दै रहँदाखेरि यत्रो लामो समयसम्म हामी चाहिँ प्रत्यक्ष अप्रत्यक्ष रूपमा सम्माननीय प्रधानमन्त्रीज्यूको चाहिँ माग गरिरहेका छौँ। आजसम्म यस सम्बन्धी यो सदनमा छल्दै पेल्दै सङ्ख्याको हिसाबमा चाहिँ पेल्दै किसिमको चाहिँ हामी अगाडि बढ्यौँ र आउँदै गर्दाखेरि आज पनि चाहिँ प्रतिनिधि सभाको नियमले 2079 चाहिँ खबर प्लस नेपाललाई फलो गर्नुहोला र लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला नेक्स्ट पार्टको लागि।